जब चुनावको लहर चल्छ तब गाउँ-गाउँमा बस्तीमा पुगेर हात जोड्दै नेताहरूले विकास समृद्धिका कुरा गर्छन्, समाज रूपान्तरणका कुरा गर्छन्, समृद्धिका कुरा गर्छन्। तर जनताहरूका समस्या भने जिउका त्यौँ रहन्छ। त्यस्तै समस्याहरूमध्ये यो समस्या पनि एक हो। मैले ठ्याक्कै बिराहेदेखि उकालो यात्रामा आज यसो रोड जाऊँ न त भनेर आइरहेको थिएँ। तर यो रोड एकदमै नाजुक भएको रहेछ हैन। प्राकृतिक विपदलाई कसैले रोकेर छेकेर सकिँदैन। तर पनि अहिलेसम्म यो रोडको अवस्था जस्ताको तस्तै हुनु हैन, यहाँको स्थानीयहरूलाई धेरै गाह्रो भइरहेको छ। निर्वाचनका बेला सबैले यही बाटो बनाउने बाचा गरे, बजेट आएको भनियो, सर्वे पनि भयो रे। तर यहाँ काम सुरु भने भएको छैन। जनताले विश्वास गरे, कर तिरे, तर प्रतिफल शून्य। हामी सोध्दैछौँ किन ढिलो, कहाँ अड्किएको छ यो योजना। सम्बन्धित पक्षको यतातिर ध्यान नगएको अवस्था देखिन्छ हैन। कसले ध्यान दिने हो हैन। हामी यो रोडको अवस्था देख्न सक्नुहुन्छ। अहिले यहाँ बाइक पनि जान सक्ने अवस्था छैन यो रोडमा। हेलो सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। र आज नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु तपाईहरूको माझमा। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र कस्तो लाग्छ सल्लाह सुझाव एवं प्रतिक्रिया दिन नबिर्सनु होला। मेरो पछाडिको दृश्य देख्न सक्नुहुन्छ, एकदमै रमाइलो छ हैन। हाम्रो यो चाहिँ प्राजु 52 चौरदेखि बिउराखेत पुग्ने रोड हो हैन। राम्रो छ, तर अलिकति यो जनप्रतिनिधिको आँखा मात्रै नपुग्या हो हैन। म चाहिँ अहिले यो एक्लेबड भन्छौँ हामी चाहिँ यहाँ छु हैन। एक्लेबडमा भएको यो पार्टीको अवस्था देख्न सक्नुहुन्छ। र यो पार्टी यस्तो जीर्ण अवस्थामा बन्नुमा केही स्थानीयहरूको पनि यहाँ संलग्नता रहेको पाइन्छ। र तिनीहरूको नाम नलिउँ र यहाँका पार्टीका ढुङ्गाहरू उतारेर घरको पेटीमा लग्ने हाम्रै गाउँका केही स्थानीयहरू छन्। नाम चाहिँ भन्दिनँ, तर यस्तो कार्य नगर्नु होला कसैले पनि।